के तपाईँ जिन्दगीदेखि हरेस खाइसक्नु भएको छ? के तपाईँ जिन्दगीमा केही गर्दैन भन्ने सोच्नु भएको छ? के तपाईँ जिन्दगीमा म कहिले पनि हुन सक्दैन, मेरो प्रेम कथा कहिले पनि सफलता हुँदैन भनेर चाहिँ तपाईँ सोच्नु भएको छ? तपाईँ गलत सोच्दै हुनुहुन्छ। जीवन भनेको कहिले दुःख कहिले सुख आइरहने हो, तर जिन्दगीसँग लड्न सिक्नुस्, जिन्दगीमा जिउन सिक्नुस्। त्यही नै हो तपाईको सक्सेसफुल सफलता। त्यस्तै आज हाम्रो एकजना सृष्टि पौडेलको एउटा जीवन कथा लिएर आइसकेका छौँ। उहाँको कथा छ, जिन्दगीमा धेरै दुःख पाउनुभयो तर त्यो दुःखदेखि लडेर जितेर आज यहाँसम्म आइपुग्नु भएको छ कि उहाँको त्यो कथा सुन्दा पनि मलाई अचम्म लाग्छ क्या। मेरो आँखादेखि आँसु आयो। नमस्ते, मेरो नाम हरि रोका। हाल म मुलायनदेखि, मेरो घर चाहिँ रुकुम हो। आज चाहिँ हाम्रो सृष्टि पौडेलको जीवन कथा सुनौ कस्तो छ। यदि हाम्रो भिडियो मन परे लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला, किनकि तपाईको एक लाइक र एक सेयर एक सब्सक्राइबले नै हामीलाई अमूल्य चिज हुनेछ। त्यसैले उहाँले भन्नुभएको थियो, जिन्दगीमा मैले हरेक दुःख पाएँ दाइ, तर जिन्दगीमा हरेक सुख पनि पाएँ। तर यति मात्रै फरक हो, जिन्दगीमा सुख भन्दा दुःख धेरै पाएँ दाइ। मैले पनि जिन्दगीमा कसैले धेरै माया गर्थेँ, तर त्यो मान्छेले छोडेर जाँदाको पीडा आज मलाई रुन मन लाग्छ दाइ। किनकि यही नै हो मेरो अमूल्य सम्पत्ति भनेको। पीडा हर्ष खुसी यो सबैको आफ्नो ठाउँ आफ्नो नै सिस्टममा बस्छन्, तर दाइ मेरो कता धेरै फरक छ। मैले उसलाई यति धेरै माया गर्थेँ कि म कसरी भनौँ दाइ, मेरो कुनै जवाब पनि छैन। एक दिनको कुरा थियो, म गाउँको गरिबी नै थिएँ। म बाबुआमाको एक्लो छोरी थिएँ। अनि गाउँमा खेतीपाती गर्दै हुर्केको मान्छे म। आज समयले कहाँदेखि कहाँसम्म पुर्याउँदो रहेछ, खै भगवान् पनि यति निष्ठुरी हुँदो रहेछन्। कसैले सुखै सुख दिन्छन्, कसैले दुःखै दुःख दिन्छन्। किन भगवान् यसरी कसैले सुख कसैले दुःख किन दिन्छ भगवान्? सबैले बराबर देऊ न। तपाईको लागि हामी सबै बराबरै होइन र भगवान्? त्यसैले जिन्दगीमा जिउनको लागि संसार संस्कृति सिस्टम फरक फरक हुन्छ। म गाउँको एउटा गरिबी छोरी थिएँ, म एक्लो छोरी थिएँ। अनि एक दिन मेला लागिरहेको थियो गाउँमा। त्यो मेलामा गएँ। मेरो गाउँदेखि लगभग 2-3 घन्टाको बाटोभन्दा अलिकति टाढा उहाँको घर रहेछ। हामी मेलामा भेट भयौँ र मेलामा भेट हुँदा उहाँले बोलाउनु भयो, हेलो के छ? मैले पनि ठिक छ, को र तपाईँ भने? मैले पनि तपाईँलाई चिन्दैन, तपाईँले पनि मलाई चिन्नुहुन्न, तर हामी परिचय त पाउन सक्छौँ नि, साथी त बन्न सक्छौँ नि भनेर भन्यो। त्यसपछिको यात्रा हुन्छ, हामी साथी बन्न सक्छौँ भनेर मैले उहाँसँग साथीको नाता लिएँ। र त्यतिकैमा हामीहरू केही दिन बोल्दै गयौँ। मैले उहाँलाई मेरो नम्बर दिएको थिएँ।
उहाँले टोन नम्बरमा मलाई सधैँ कल गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो खाना खानुभयो कि नै अनि के छ सन्चै आरामै भनेर सोध्नुहुन्थ्यो। एक दिनको कुरा हो, उहाँले भन्नुभयो मलाई, सृष्टि मैले तिमीसँग बोल्दा बोल्दा माया गर्न पो थालेछु। के तिमी मेरो मायाको स्वीकार गर्छौ? मैले निराश हुँदै भने, यसको जवाब म केही दिनमा दिन्छु है, आज दिन सक्दैन म यो जवाब। भनिसकेपछि त्यसको केही दिनपछिको कुरा हो, फेरि पनि भन्यो उसले, प्लिज सृष्टि मैले भनेको कुरा मानिदेऊ न प्लिज। अनि सृष्टिले भनिन् निराश हुँदै, आई लभ यु टु। त्यति भने माया त केवल सपना मात्रै हुँदो रहेछ, विपना त हो। सपना देख्नु मात्रै फरक रहेछ भगवान्। उसले आज पनि त्यस्तै माया गरिदिन्छु, माया गर्छु भनेर भन्न आएको भए म आज कति खुसी हुन्थ्यो होला। अनि त्यसपछि केही दिनपछि हाम्रो फेरि भेट हुने निर्णय गऱ्यौँ। बजारको छेउमा दिउँसोको टाइममा हो, 12 बजेको टाइममा हो, भेट भयौँ सानो रेस्टुरेन्ट होटलमा र हामी खाना खायौँ, नास्ता पानी खायौँ, हरेक कुरा खायौँ र त्यहाँदेखि फेरि साँझ 4 बजे छुट्टिने निर्णय गऱ्यौँ। खोइ त्यस्तै के गर्दा गर्दै धेरै माया बसिसकेको रहेछ मेरो उसँग, छोड्नै नसक्ने अवस्था भइसकेको रहेछु म। अनि धेरै दिनपछिको कुरा हो यो। मैले फेरि उसलाई भने मेरो बुवा आमासँग माग्न आनु न, हामी बिहे गरौँ है अब। तर उसले भन्यो सृष्टि केही दिन पर्ख्यौ न, मेरो पनि घरमा धेरै समस्या छ अहिले, केही दिन पर्ख्यौ न, केही दिनपछि म तिमीलाई आफै भन्छु नि है भन्थ्यो उसले। अनि फोनमा हामी कुरा गरिरहन्थ्यौँ। अनि त्यसपछिको कुरा हो, फेरि पनि मैले भने प्लिज बिहे गरौँ न है। अनि आकाशले भन्यो कति हतार गरेको बिहे गर्नलाई, म नै त हतार भएको छैन, तिमीलाई कति हतार भएको क्या, केही दिन पर्ख्यौ न, मैले कुरा मिलाउँदैछु त भनिसकेको छु नि भन्यो। मेरो मन, आखिर मानिसको मन नै त हो नि है। माया गरेपछि यति धेरै माया बस्यो कि त्यो मायाको कुनै अर्थ नै रहेन अहिले। त्यसैले धेरै दिनपछि त्यस्तै गर्दा गर्दा त्यसले मलाई 1 वर्षसम्म पर्खिनु मात्रै भन्यो। त्यसपछि घरमा अन्टै बिहे गर्ने मेरो कुरा आयो र उसले भने आकाश मेरो अन्तै बिहे गर्ने कुरा भइरहेको छ, के तिमी मलाई साँच्चीकै माया गर्दैनौ हो भन्दा उसले यति नमजाले भन्यो मलाई, पहिले त म तँलाई धेरै माया गर्थेँ तर अहिले त धेरै कम भइसकेछ नि मेरो माया त। माफ गर है सृष्टि, म तिमीदेखि टाढा हुनु पर्ने नै ठिक जस्तो लाग्यो। अनि के भनेको आकाश तिमीले? के हाम्रो माया एक दिनको लागि मात्र हो र? के हाम्रो माया एक दिनको लागि मात्र हो र? जिन्दगीमा सँगै मर्ने सँगै बाँच्ने भनेर हामीले कसम खाएका थियौँ। आज त्यो कसम तिमीले तोडेर गयौ है।
आखिर मेरो मायामा के कमी थियो भन। यदि मेरो मायामा कमी थियो भने भन। म त्यो मायाको कमी भएको ठाउँमा मैले स्वीकार्छु, तर सोधेर जाने कुरा नगर, किनकि म तिमी बिना एक पल पनि बाँच्न सक्दैन। हस्त आज भने हामी यही भिडियोदेखि छुट्टिन चाहन्छौँ र पार्ट 2 हेर्नको लागि यहीँदेखि नै पार्ट 2 आउनेछ। पार्ट 2 हेर्नको लागि तपाईँले 3 दिन पर्खिनु पर्ने हुन्छ र तपाईँ पार्ट 2 हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला, किनकि तपाईँको एक सब्सक्राइब र एक लाइक एक सेयरले नै हामीले अमूल्य गहना हुनेछ। लाइक सेयर कमेन्ट गर्न नबिर्सिदिनुहोला, किनकि तपाईँका लागि हामीले यस्ता भिडियो बनाउने कोसिस गर्छौँ। यदि तपाईँमा घटेको जीवन कथा छन् भने तपाईँले हामीलाई पठाउन सक्नुहुन्छ। मोबाइल नम्बर रहेको छ 9808 52 89 89 9808 52 89 89 देखि तपाईँले व्हाट्सएप, टेलिग्राम, भाइबर, ट्विटरदेखि पठाउन सक्नुहुन्छ भने इमेलको माध्यमबाट पनि तपाईँले पठाउन सक्नुहुनेछ। HRMOFFICIALOFNEPAL नेपाल HRM अफिसियल अफ नेपालमा तपाईँले डाइरेक्ट पठाउन सक्नुहुनेछ। आज भने म यही भिडियोदेखि छुट्टिन चाहन्छु। पार्ट 2 हेर्नको लागि 3 दिन पर्खिनु होला। हाम्रो च्यानललाई सब्सक्राइब गरेर राख्नु होला, ताकि डाइरेक्ट नोटिफिकेसन आउनेछ। हस्त नमस्ते सबैजनालाई।